Hi everyone, it's me Susan. Today I'm here with FlashTech with short video tutorial on how to create product. आज चाहिँ हामी यो भिडियोमा फ्ल्यास अकाउन्टिङ सफ्टवेयरमा प्रोडक्ट कसरी क्रिएट गर्ने र प्रोडक्टको क्याटेगोरीहरू के हुन्छन् र त्यसको युज इफेक्टहरू कुन कुन रिपोर्टमा पर्न जान्छ भनेर भिडियोमा थोरै जानकारी लिन जाँदैछौँ। सो भिडियोलाई सुरु गरौँ। सो हजुरले फर्स्टमा देख्नु भएको यो लगइन ड्यासबोर्ड छ जुनमा चाहिँ हजुरले आफ्नो फर्स्टमा कम्पनीको नाम, युजर नेम र पासवर्ड। सो वन्स हजुरको यो लगइन भइसकेपछि हाम्रो यो ड्यासबोर्डको इन्टरफेस छ जुनमा चाहिँ हजुरको कम्पनीको टोटल सेल्स, टोटल पर्चेस, रिटर्न र एसेट्सको कुराहरू आउन जान्छ। सो अर्को भनेको हजुरको हाम्रो क्विक समरी रिपोर्ट भयो जुनमा चाहिँ हजुरको क्यासको, ब्याङ्कको ओपनिङदेखि लिएर क्लोजिङसम्मको सर्ट एउटा समरी रिपोर्ट, डेबुक रिपोर्ट दिन जान्छ। सो आज हामी यो भिडियोमा प्रोडक्टको कुराकानी गर्न जाँदैछौँ। सो सुरु गरौँ प्रोडक्टतिर। सो हजुरले लेफ्ट साइडमा देख्नु भएको यो प्रोडक्टको एउटा मेनु छ। वन्स यो क्लिक गरिसकेपछि हजुरको प्रोडक्टको लिस्टिङको पेज आउँछ जुनमा कुन कुन प्रोडक्ट छ, त्यसको सेल्स रेट के छ, क्याटेगोरी केमा ट्यागिङ छ त्यो हेर्न सक्छौँ। सो हामीसँग प्रोडक्ट बनाउनको लागि यसमा दुईटा अप्सन हुने गर्छ। एउटा भनेको हजुरको एड प्रोडक्ट छ जुन पेजमा क्लिक गर्यौँ भने एउटा पपअप फर्म खोल्न जान्छ जुनमा हामीले प्रोडक्ट क्रिएट गर्न सक्छौँ। र अर्को अप्सन के भनेको हाम्रो क्विक एक्सन भन्न जान्छ। कन्ट्रोल+Q गर्नुभयो भने हजुरसँग सेम अप्सन चाहिँ यहाँ देख्न सक्नुहुन्छ। सो यो चाहिँ युनिभर्सल छ, हजुरले जुनै पेजमा गए पनि प्रोडक्ट क्रिएट गर्नु परोस्, लेजर क्रिएट गर्नु परोस्, सेम फङ्सन हुन जान्छ। सो आज हामी प्रोडक्ट क्रिएट गरौँ। कन्ट्रोल+Q एड प्रोडक्ट। सो डेल XPS 15 ल्यापटप यो गरे। अर्को नेक्स्ट भनेको हाम्रो प्रोडक्टको कोड हुन्छ। यदि हजुरको प्रोडक्टमा अलरेडी प्रोडक्टको छ भने त्यो कुरा हजुरले यहाँ राख्न सक्नुहुन्छ। यहाँ छैन भने हजुरले ब्ल्याङ्क लिभ गर्नुभयो भने त्यो सिस्टमले अटो जेनेरेट गरिदिन्छ। एचएस कोड राखौँ र सँगसँगै हाम्रो प्रोडक्टको ग्रुपिङको कुरा आउँछ। सो यो प्रोडक्टको ग्रुपिङले चाहिँ हजुरको यो प्रोडक्ट कुन ग्रुपमा पर्यो भनेर चाहिँ ट्यागिङ हुन जान्छ। सो ल्यापटप सर्च गरे, छैन। नयाँ बनाउनलाई सेम कुरा हुन्छ, कन्ट्रोल+Q। यसमा मैले गरेँ प्रोडक्ट ग्रुप, ल्यापटप राखेँ। त्यसपछि ल्यापटपको ट्यागिङ गरौँ यहाँनिर। वन्स यो गर्ने बित्तिकै हजुरको प्रोडक्टको सब ग्रुप अनि ब्रान्ड। सो ब्रान्डमा हजुरको भेराइटिज अफ ब्रान्डहरूको चाहिँ हजुरसँग प्रोडक्ट हुनसक्छ। सो अहिले हामी डेलको राखौँ, ब्रान्ड एड गर्न चाहँदैछौँ। सो हजुरको डेलको ब्रान्ड क्रिएट भयो र अर्को आउँछ हजुरको सेल्स रेट र पर्चेस रेट। सो मैले अहिलेलाई 12,500 राखिरहेको छु, यो गरेँ र स्टक। सो ड्युरिङ हजुरले प्रोडक्ट क्रिएट गर्दाखेरि चाहिँ हजुरको त्यो सामान ओपनिङ स्टक कति छ र त्यस कतिको रेटको हामीले भ्यालु इस्यु गर्नु भनेर यहीँबाट सक्छौँ। सो अहिलेलाई म 20 पिस राखिरहेको छु यतिको दरले। सो यो भयो। सो हजुरको युनिटको कुरा आउँछ। सो हजुरले युनिट पनि यहाँबाट सेलेक्सन गर्न सक्नुहुन्छ। एज युजल गरी इफ युनिट छैन भने हजुरले कन्ट्रोल+Q गरेर नयाँ युनिट क्रिएट गर्ने पनि गर्न सक्नुहुन्छ। सो आज हामी क्याटेगोरीको कुरा गर्न जाँदैछौँ, प्रोडक्टको क्याटेगोरी। सो हजुरले राइट साइडमा देख्नु भएको यसमा चाहिँ हजुरको डिफ्रेन्ट काइन्ड अफ टगल फङ्सन्सहरू छ जुनमा चाहिँ यसको फरक फरक युजेसहरू हुन जान्छ। हामीले पर्चेस इन्भोइस रेज गर्दा, यहाँ सेल्स रेज गर्दा। सो अहिले हजुरले देख्नु भएको इन्भेन्ट्री छ। यदि कुनै पनि आइटमको प्रोडक्टको हजुरको स्टक ट्र्याक गर्नु छ भने त्यो केसमा हजुरले यो टगल कीलाई अन गर्न सक्नुहुन्छ। यदि हजुरलाई त्यो पर्टिकुलर आइटमको स्टक चाहिएन, जस्ट हजुरले फाइनेन्स ट्रान्जेक्सन देखाउन खोज्दै हुनुहुन्छ भने प्रोडक्ट क्रिएट गर्दा हजुरले सर्भिसमा टगल गर्न सक्नुहुन्छ। र लास्टमा आयो हजुरको फिक्स एसेटको कुरा। यदि हजुरको कुनै पनि कम्पनीको प्रोडक्ट टाइप चाहिँ फिक्स एसेट छ, कम्पनीको फिक्स एसेट छ भने त्यसलाई चाहिँ हजुरले यसमा टगल गर्न सक्नुहुन्छ। सो अहिले म यसलाई इन्भेन्ट्रीमा राख्छु र लास्ट अप्सन हजुरको रह्यो ट्याक्सेबल, जुनमा चाहिँ हजुरको आइटममा भ्याट लाग्ने कि नलाग्ने हजुरले सिम्पली यहीँबाट डिफाइन गर्न पाउनुभयो। सो अहिले म ट्याक्सेबल इनेबल गर्छु। सो सबै हामीले वन्स प्रोडक्टको फर्म फिलअप गरिसकेपछि हामीले यहीँबाट सेभ पनि गर्न सक्छौँ, नत्र हो भने कन्ट्रोल+S गर्दाखेरि हाम्रो प्रोडक्ट सेभ भइसक्यो। जुन हजुरले डेल XPS सर्च गर्नुभयो भने हजुरको ल्यापटपको यहाँ प्रोडक्ट देखाइसक्यो। र यसको अब बारकोड प्रिन्टिङको कुरा गरौँ। हजुरले राइट साइडमा देख्नु भएको यहाँ 3टा आइकन देख्न सक्नुहुन्छ एक्सन भित्र। सो हजुरले प्रिन्टमा प्रेस गर्नुभयो भने हजुरको लेभल प्रिन्टिङको अप्सन्सहरू आउन सक्छ, फरक फरक डिजाइनहरू छ। यसमध्ये हजुरले जुन पनि युज गर्न मिल्यो। सो आजको भिडियो यति नै छ।
सो अर्को भिडियोमा यो भन्दा अझै धेरै इन्फर्मेसनको पार्टहरू लिएर म उपस्थित हुनेछु। आजको लागि धन्यवाद।